हाम्रो यो क्वेसन हो अहिलेको सी इक्जाममा सोधिएको क्वेसन हो tan a प्लस cot a बराबर 2 cos a 2a। यसमा लाग्ने फर्मुलाहरू यो sin 2a बराबर 2 sin a cos a अनि cos स्क्वायर a प्लस sin स्क्वायर a बराबर 1 अनि एउटा sin a बराबर 1 बाई cosec a। अब कसरी गर्ने भने हाम्रो यो भनेको नर्मल चाहिँ हाम्रो यो हो 2 अपन sin 2a। हामी यसलाई चाहिँ यसमा चेन्ज गर्यो भने निकाल्न मिल्छ। अब के गर्ने अब यसलाई गर्ने sin a अपन cos a 10 को फर्मुला। अब कट चाहिँ उल्टो cos a अपन sin a क्रस मल्टिप्लाई गर्ने sin स्क्वायर a प्लस cos स्क्वायर a बाई cos a sin a। अब sin स्क्वायर a प्लस cos स्क्वायर a बराबर 1 हुन्छ त माथि 1 अब यसलाई sin a इन्टु cos a। अब तल माथि चाहिँ अब यो चाहिँ हाम्रो यो जस्तो मिल्न गछ भने अगाडि 2 भएपछि यो sin 2a हुन्छ अनि तल माथि 2 ले मल्टिप्लाई गर्ने 2 इन्टु 1 अपन 2 sin a cos a। अब के हुन्छ 2 अपन sin 2a। अब 2 अपन sin 2a भयो। अब चाहिँ sin a भनेको मतलब यो चाहिँ यसको चाहिँ यो माथि गएपछि cosec मा जान्छ 2 cosec 2a 2 cosec 2a cosec a बराबर 1 बाई sin a हुन्छ। यो हाम्रो भयो प्रुफ्ड RHS प्रुफ्ड।